यसको उपचार 3टा स्टेजमा गर्छौँ हामीले। स्टेज 1 भन्छ। स्टेज 1 मा चाहिँ हामीले बिरामीलाई स्ट्रेचिङ एक्सर्साइजहरू सिकाउँछौँ। स्ट्रेचिङ भनेको अब यहाँबाट यसरी तन्काएर बुढी औँलालाई तन्काएर यसरी बुढी औँलालाई तन्काएर जानेर त्यो पुल्ली टाइट भएको छ, जानेर त्यो टनेलबाट नसा पास हुन गाह्रो भएको छ, त्यसलाई स्ट्रेचिङ गर्नुपर्छ नम्बर 1। अनि त्यो सँगसँगै हामीले यहाँ मलमहरू लगाउने, अनि त्यसपछि तेलहरूले मालिस गर्ने, आइस प्याक्सहरू लगाउने, जसको कारणले त्यहाँ एउटा इन्फ्लामेसन हुन्छ। त्यो इन्फ्लामेसनहरू त्यो सुन्नेकोहरू बस्यो भने यो समस्याको समाधान हुँदै हुँदै जान्छ क्रमैसँग। र स्टेज 2 मा पुगिसकेपछि हामीले अब बिरामीलाई फिजियोथेरापी गर्नु, स्ट्रेचिङ एक्सर्साइज गर्नु भन्यौँ, बिरामीले गर्नुभयो, औषधि खाँदा पनि कम भएन, मसाज गर्दा पनि कम भएन भने हामीले सुई लगाउनलाई सल्लाह दिन्छौँ। सुई लगाउँदा चाहिँ हामीले यहीँनिर सुई लगाइदिन्छौँ। त्यो सुईले चाहिँ के गर्छ भने जुन त्यो टेन्डन चाहिँ डल्लो परेर बसेको हुन्छ, टेन्डनमा एउटा इन्फ्लामेसन भनेको एउटा सुजन आएको कारणले टनेलबाट छिर्न सकेको हुँदैन। त्यो टनेलबाट छिराउनको लागि सुईले चाहिँ त्यो स्वेलिङलाई बसाउँछ। धेरै जसो अब 80-90% बिरामीलाई चाहिँ अब फिजियोथेरापी गरेर त्यसपछि त्यसले भएन भने सुईले नै ठिक हुन्छ।